हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ भर्खरै उठेर अब मुख धुन लागेको। अनि त्यसपछि मैले झाडु लगाएँ। अनि त्यसपछि मैले टेबल सफा गरेँ। अनि त्यसपछि मेरो बेड साइडको टेबलहरू चाहिँ अब चाहिँ म सिरक पटाउन लागेको गाइजहरू। त्यसपछि मैले चाहिँ पकाएर गएँ त्यो घुम्टोमा बत्तीको टेबल पुस्न गइरहेको छु। अघि कति फोहोर थियो, मैले सफा गरेपछि हेर्नु त कस्तो राम्रो देखियो। अहिले चाहिँ म दसमा पुग्छु गाइजहरू। अनि अहिले चाहिँ म खाना खाएर बसेको। खाना खाएँ, भाँडा माझेँ, बेसन सफा गरेँ, चुलो सफा गरेँ। त्यसपछि अहिले चाहिँ म चिना हराएको मान्छे पढ्दैछु। हजुरहरूलाई कस्तो लाग्छ यो किताब? म हजुरहरूको सबै मुभी मनपर्छ, सबै किताबहरू मनपर्छ। हजुरहरूलाई कस्तो लाग्छ? आजको लागि यति नै। बाँकी कुरा अर्को भ्लगमा गरौँला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने राम्रो भन्नु, नराम्रो लाग्यो भने नराम्रो भन्नु। हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, कपी लिङ्क गरिदिनु होला। हस् त, धन्यवाद।